हामी चाहिँ आज पुराना सामग्रीहरू के छन् भनेर खोज्दैछौँ। धेरै पुराना सामग्रीहरू यहाँनिर देख्यौँ हामीले। यहाँ शैक्षिक सामग्रीहरू निकै रहेका रहेछन्। यो के हो? यो त मैले नै बनाएर छोडेको पाइप। यो हाम्रोमा धारो बनाइराख्नुपर्ने हुन्छ। टी नभएको कारणले गर्दाखेरि बजारमा किनेर ल्याउन सकिएन। त्यसपछि मैले आफै जुगाड गरेर बनाएको थिएँ। अनि यो पछिबाट फेरि यो बिगारेर भन्दा पनि अर्को फेरि राम्रो बनाएर ल्याएर घरमा आफैले बनाएर ल्याएर हालेँ। अनि त्यसपछि यो टीलाई चाहिँ नि वैकल्पिक साधनको रूपमा राखिएको छ। यहाँनिर सबै सामग्रीहरू यहाँनिर जतन गरेर राखेका छौँ हामीले। दिज अल आर म्याथमेटिकल इन्स्ट्रुमेन्ट्स। सबैभन्दा पुरानो दराज चाहिँ हाम्रो स्कुल स्थापना हुँदाखेरि पुरानो दराज चाहिँ यही दराज हो हाम्रो स्कुलको। यो दराजमा त धेरै माया ममताहरू लुकेका छन्, तर यहाँ झ्याल चाहिँ रहेन रहेछ। मैले यहाँनिर सूक्ष्मदर्शक यन्त्र राखेको छु। त्यसपछि यहाँनिर मैले यो ट्राइपड आफै किनेर ल्याएर राखेको छु, यो हाम्रो रेकर्डिङको लागि। त्यसपछि यहाँनिर डिक्सनरीहरू राखेका छौँ र यो स्थानमा चाहिँ हाम्रो अफिसियल युजको लागि ल्यापटप यहाँनिर राख्ने गरेको छ। र मैले यो साइन्सका कुराहरू, मैले एक दुईवटा साइन्सका कुराहरू जति थियो स्कुलमा त्यति कुराहरू यहाँनिर संरक्षण गरेर राखेको छु अलिअलि। त्यसपछि यो बक्समा चाहिँ म्याथको सामग्रीहरू, अबाकसहरू त्यही राखिएको छ। अब यहाँनिर चाहिँ हाम्रो स्कुलको एक दुईवटा भण्डारण गरेर राखेको छ, ड्रेस, स्कुलको स्वेटरहरू। अनि त्यसपछि यहाँनिर यो नेट राखिएको छ। यो पल्लो दराज चाहिँ अफिसियल युजको डकुमेन्टहरूको लागि हो। यी धेरै कुराहरू राखिएका छन्। हाम्रो यो सानो भण्डारण, मैले यहाँनिर एउटा राम्रो कुरो देखेँ। यो धेरै अगाडि युनिसेफले दिने गर्थ्यो यस्तो। यो पनि मैले देखेँ। यसलाई चलाएर हेरौँ चल्छ कि चल्दैन। यो त है यसको आधी पार्ट यहाँ रहेछ, आधी पार्ट रहेछ। यो बजाएर नाचिरहन्थ्यौँ हामी भनेर गङ्गा मिसले भन्नुहुँदै थियो। गङ्गा मिस चाहिँ उहाँ हुनुहुन्छ। तपाईँले पनि चलाउनु भयो? देव सर हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो सुमन सर भर्खरै हामीसँग सहकार्य गर्न आउनु भएको छ। सर यो देखाउनु त एकचोटि, म बजाएर यो पक्रिन्छ सर। म यो बजाएर यो बजाएर चेक गर्छु। म यसको आधी पार्ट चाहिँ मैले यहाँ देखेँ। यसलाई घुमाइहालौँ त त्यसको डाइनामा। यो चाहिँ यहाँ रहेछ आधी पार्ट चाहिँ। अब हेरौँ, जुगाड गरौँ कतिको बज्छ। यसलाई त सङ्ग्रहालयमै राख्नु पर्थ्यो। बज्यो भने नाच्नुपर्छ है। त कुरै छोड्यो। होइन, बजेपछि बज्यो भने नाच्नुपर्छ भनेको क्या। बजेन भने पनि यसलाई चाहिँ एकदम हामी सुरक्षित साथ राख्नु। जहाँसम्म लाग्छ यो घुमाएपछि बज्छ भने एन्टिना होला यो एन्टिना। एन्टिना पनि निकालेर राखेर चाहिँ त्यो पनि यहाँ जोडिराख्नु। मैले यसलाई घुमाएँ है त। हाम्रो सिपी सरले बजाउने कोसिस गरिराख्नु भएको छ। अब खोल्नुहोस्, बोल। सयचोटि घुमाउनु पर्ने है। ब्याट्री कनेक्सन गरेर बनाउने बेला
एफएम पनि बज्छ। घुमाऊ घुमाऊ घुमाऊ। मिजा र कविता कृष्णमूर्तिको स्वर सुनायो। श्री पुरुष ढकालको नेपाल बजिरहेको छ, यसलाई म बन्द गर्दै। ल राम्रो कुरा भेट्यो आज, धेरै पुरानो सामान पनि। अब हामीले अरू कुरा त जोड्न सकेका थिएनौँ। यहाँ सानो एउटा स्पिकर जोडेका थियौँ, त्यसको बदलामा हाम्रो यहाँ गैराम सरले ड्रेस खोलेर नै कपीहरू किताबहरू के छन् कता छन् भनेर यहाँ सफा सुग्घर गर्नु हुँदैछ। हाम्रो टिफिनको सदुपयोग गर्दैछौँ हामी। यहाँनिर धेरै राम्रोसँग कपी कलम मिलाउनु भयो सरले। नानीहरूको कुराहरू खेल्ने कुराहरू राखेका छौँ हामीले। यो हाम्रो स्टाफ रुम, यो हाम्रो प्रिन्सिपल्स रुम। आज चाहिँ हामीले यहाँ सामानहरूको यताउति कुराहरू मिलाउँदैछौँ टिफिन टाइममा। त्यही भएर आज सानो भिडियो बनाउनु मन लागेर हो। थ्याङ्क यू एभ्री वान।